आज म तपाईँलाई बेसनको दाल बनाउने रेसिपी सिकाउँदैछु। तातो प्यानमा तेल हालिसकेपछि जिरा पड्काउने, जिरा पड्काइसकेपछि लसुन, काटेको लसुन पनि हाल्ने, काटेको हरियो खुर्सानी हाल्ने, हल्का चलाउने, चलाइसकेपछि प्याज एड गर्ने, प्याज एड गरिसकेपछि त्यसलाई हल्का ब्राउन हुने गरेर चलाइरहने, चलाइसकेपछि टमाटर हाल्ने, 3-4वटा टमाटर हालिसकेपछि त्यसमा अदुवा लसुनको पेस्ट हालेँ, अनि त्यसपछिबाट बेसारको धुलो हालेँ, त्यसपछि जिराको धुलो हालेँ, त्यसपछि खुर्सानीको धुलो हालेँ, हालिसकेपछि त्यसलाई चलाइरहने। मैले चाहिँ यो बेसन युज गरेँ। यो बेसन चाहिँ मलाई एकदम राम्रो लाग्छ र मैले 3 चम्चाको आज बेसनको दाल बनाउँदैछु। त्यसलाई हल्का चलाइरहने, चलाइसकेपछि यस्तो हुन्छ। यस्तो भइसकेपछि आफूलाई आवश्यकता अनुसारको दाल बनाउन सकिन्छ। अनि मैले चाहिँ यसरी दाल बनाएको छु। यो चाहिँ चिसो भएपछि अलिकति यो बाक्लो हुन्छ र आवश्यकता अनुसार नुन हाल्ने, धनियाको पत्ताहरू हाल्ने, हालिसकेपछि त्यसलाई हल्का चलाउने, चलाइसकेपछि आफूलाई कस्तो खान मन छ त्यही अनुसारको पातलो